प्रोमिस डट रिजल्भ गरौँ हैन, हामीले रिजल्भमा 2 पठाम डट देन गरेर नम्बर आयो हैन, कन्सोल डट लग यहाँ चाहिँ डेट 1 भनेर गरौँ, नम्बर प्रिन्ट गरौँ हैन। यसले चाहिँ के रिटर्न गर्छ भन्दाखेरि रिटर्न नम टाइम्स 2 रिटर्न गरे हैन। यसरी नै फेरि अर्को देन गरेर यसमा पनि नम नै आयो हैन, यसमा पनि कन्सोल डट लग गरेर डेट 2 गरेर यहाँ चाहिँ नम प्रिन्ट गरौँ हैन। अनि त्यसपछि रिटर्न नम टाइम्स 2 गरेर यसलाई फेरि 2 ले मल्टिप्लाई गरेर रिटर्न गरिदिउँ। त्यसरी नै फेरि अर्को डेप्थसम्म जाम एकपल्ट डट देन गरेर नम आउँछ हैन। नम आइसकेपछि कन्सोल डट लग डेट 3 गरेर यहाँ चाहिँ नम प्रिन्ट गरिदिउँ। इरर ह्यान्डलिङको लागि क्याच गरौँ, केही इरर आयो भने चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि कन्सोल डट लग गरेर इरर ह्यान्डलिङ गर्नु पर्यो हैन। अब एकपल्ट यो कोड मजाले एनालाइज गरौँ है त। मल्टिपल असिन्क्रोनस टास्कहरू एकपछि अर्को रन भइरहेको छ कि हैन। यो चाहिँ के थ्रु सम्भव छ भन्दाखेरि प्रमिस चेनिङ थ्रु सम्भव छ कि। अब वास्तवमा प्रमिस चेनिङ भनेको के हो भन्दाखेरि एउटा प्रमिस कम्प्लिट भएपछि अर्को प्रमिस रन गर्ने एउटा प्रोसेस हो कि। यो चाहिँ डट देनको थ्रु गरिन्छ। डेप्थ 3 मा जानको लागि, यो हाम्रो डेप्थ 3 मा जानको लागि पहिला डेप्थ 1 र डेप्थ 2 को कुराहरू चाहिँ अलरेडी एक्जिक्युट भइसकेको हुनुपर्छ। एकपल्ट यो कोडलाई रन गरेर हेरौँ है त। नोड इन्डेक्स डट जेएस गरौँ। अब यहाँ चाहिँ के भइरहेको छ एकचोटि एनालाइज गरौँ। सुरुमा नम आयो 2 भनेर, फर्स्ट डेप्थमा चाहिँ नम टाइम्स 2 गऱ्यो हैन। 2 टाइम्स 2 गरेर 4 आयो। अब यसले 4 रिटर्न गरेको छ हैन। 4 रिटर्न गरिसकेपछि यहाँनिर चाहिँ 4 टाइम्स 2 गर्दाखेरि 8 रिटर्न गर्यो। डेप्थ 3 मा चाहिँ हामीले के गरेको छ भन्दाखेरि प्रिन्ट मात्रै गरेको छ। अब यहाँ आइपुग्दा चाहिँ नमको भ्यालु 8 भयो हैन। यदि यो प्रोमिस चेनिङमा भएको कुराहरू एक्जिक्युट गर्ने बेलामा जुनसुकै स्टेपमा इरर आयो भने पनि डट क्याचले चाहिँ इरर ह्यान्डल गर्छ। तर एउटा कुरा ख्याल राख्नुपर्छ, जब यो डेप्थ चाहिँ लामो हुँदै जान्छ त्यसपछि यो कोड कम्प्लेक्स र रिडाबिलिटी पनि कम हुँदै जान्छ। त्यसैले यो प्रब्लम सल्भ गर्न जाभास्क्रिप्टले असिन्क अवॉइड इन्ट्रोड्युस गरेको। नेक्स्ट भिडियोमा हामीले असिन्क अवॉइडले कसरी काम गर्छ र किन यो प्रमिस चेनिङ भन्दा बढी रिडेबल छ भन्ने कुरा हेर्नेछौँ। यस्तै जाभास्क्रिप्ट टिप्स एन्ड ट्रिक्सको लागि फलो डिकोड विथ प्रवीण। Thanks for watching. See you in the next video.